तपाईँको बाहिरको इन्भाइरोमेन्टको कुरा गर्नुहुन्छ भने यो तपाईँको मेन इन्ट्रान्स गेट भयो है। यहाँनिर तपाईँको वेलकम टु सन सिटी अपार्टमेन्ट भनेको छ। तपाईँको लगभग यो अर्कै ब्लक हो, यो अगाडि मैले देखाएको। तपाईँको सेम फर्मेसन छ। हाम्रो चाहिँ तपाईँको यो साइडमा पर्छ है, यो साइडमा पर्छ। हेर्नुहोस् त इन्भाइरोमेन्ट एकदम स्पेसियस है। तपाईँको हामी जानुपर्ने भनेको यो बाटोबाट जाने हो सरर, अनि हाम्रो ब्लक चाहिँ तपाईँको यो साइडमा पर्छ है। फेरि पनि तपाईँको यो सन सिटी अपार्टमेन्ट भन्छ है। तपाईँको ब्लकको कुरा गर्नुहुन्छ भने यो ए ब्लक हो। तपाईँको छिर्ने बित्तिकै लिभिङ रुम एकदम स्पेसियस है तपाईँको। अनि त्यसपछि लिएर हाम्रो किचनपट्टि लागौँ। हेर्नुहोस् त किचन पनि, किचनमा पनि तपाईँको बाल्कनी एक्सेस छ है। अनि त्यसपछि लिएर तपाईँको लिभिङ रुमको अगाडि नै बाल्कनी भइहाल्यो। तपाईँको इन्भाइरोमेन्टको कुरा गर्नुहुन्छ भने एकदम रमाइलो छ है तपाईँको। जस्तै तपाईँको राइट ह्यान्ड साइडमा यहाँनिर एउटा बेडरुम भयो। अनि त्यसपछि लिएर यसलाई जेनरल वासरुम मानौँ। अनि त्यसपछि लिएर फेरि यहाँनिर अर्को बेडरुम भयो। यो तपाईँको दुईवटा भयो है। तपाईँको यसो हेऱ्यो भने यो चाहिँ 4 BHK टाइपको रहेछ है। यो तपाईँको 3वटा भयो। अनि त्यसपछि लिएर यो चाहिँ तपाईँको अहिले मास्टर बेडरुम रहेछ है। यसमा पनि तपाईँको बाल्कनी एक्सेस छ। अनि त्यसपछि लिएर यो चाहिँ अट्याच वासरुम भयो है तपाईँको। तपाईँलाई म इन्भाइरोमेन्ट देखाउँछु। यो तपाईँको टावर ए भन्छ। मैले घर नम्बर पनि देखाइसकेँ तपाईँको। सरर जाउँ, एकदम स्पेसियस है तपाईँको। इन्भाइरोमेन्ट तपाईँको यो खालको छ।